नमस्ते श्रोताहरू, धेरै धेरै स्वागत छ तपाईहरुलाई मेरो खल्तीको प्रसङ्गमा। सधैँ झैं आज पनि खल्तीको प्रसङ्ग मार्फत मैले एउटा नयाँ विषय लिएर आएकी छु र आज चाहिँ म तपाईहरु समक्ष हाम्रो समाजको एउटा धारिलो विषयलाई लिएर आफ्ना भावनाहरू राख्ने छु। धेरै वर्षपछि हाम्रो भेट भएको थियो, लगभग 8 वर्षपछि। म विदेशिएपछि मानौ हाम्रो सम्पर्क नै टुटेको थियो। म नयाँ संसारमा सर्भाइभल मोडमा लागेको थिएँ। त पुराना साथी सङ्गीसित सम्पर्क लगभग बन्दै भएको थियो। अचानक 3 महिना अगाडि मेरो मेसेन्जरमा एउटा मेसेज आयो। चिनेको एउटा बहिनी, मलाई धेरै समयपछि उनले मेसेज गरेकी थिइन्। उनी पनि एकपछि अर्को विदेशी सहरहरू बीच रुङ्गिँदै यही आइपुगेकी रहेछिन्। यी 3 महिनामा हामीले धेरै पटक पुराना दिनहरूको बारेमा कुरा गर्यौं। विदेशिनु अगाडि उनलाई अन्तिम पटक भेट्दा उनी लगभग 13 वर्षकी थिइन् होला। परिपूर्ण, तेजिलो अनि स्वच्छन्द। आज 21 वर्षको त्यही व्यक्तित्व मेरो सामुन्ने बसिरहेकी थिइन्। तर उनको आँखामा त्यो पुरानो तेज देखिँदैन थियो। केवल ती आँखामा टलपल आँसु थिए। मनमा एउटा भारी भड्किलो हलचलको अनुभव हुन्थ्यो। मैले मधुरो स्वरमा उनलाई सोधे, अहिले पनि तिमीसित सम्पर्क गर्छ त उसले? उनले बिस्तारै टाउको हल्लाउँदै भनिन्, कहिलेकाहीँ नक्कली फेक इमेल आइडीहरूबाट इमेल गर्छ अनि पुराना कुराहरू भनी बेसरी धम्काउँछ। पुराना फोटोहरू फेसबुकमा हालिदिन्छु भन्छ अनि नराम्रो नराम्रो गाली गर्छ। मनमा मेरो सिरिङ्ग चिसो पस्यो, मानौ 81 बरफले डामेसरी। कोठाको मध्यमा कसैले नग्न उभ्याई ती घिन लाग्दा हातहरूले जथाभावी छामेसरी। त्यो नमिठो चिसो शब्द शून्यमा गई जमेको जस्तो, लोभी हजारौं बुवासो आँखाहरूले मासुलाई ताकेको जस्तो। मनमा एक प्रकारको रिस पनि थियो मेरो उनीप्रति। के जरुरत थियो आखिर आफ्नो परिधि बाउन्ड्री नागेर जान? यति कलिलो उमेरमा आँखा बन्द गरेर कसैलाई विश्वास गरी मन र शरीरको लहे लहेमा बहेर जान। रिस थियो मेरो ती सब प्रति जो जसले प्रेमलाई यति लाचार बनाउँछन्। घृणा थियो मेरो पनि ती सब प्रति जसले सुन्दर भावनालाई बजार बनाउँछन्। विश्वासका खम्बाहरू गाडी त्यसमा प्रेमको कमजोरीलाई विज्ञापित गर्नेहरू, आफ्नो सोचको लाचारीलाई कारण बनाई अरूको विश्वासलाई श्रापित गर्नेहरू। छी, अब फेरि कसरी थाम्छिन् उनले विश्वासको डोर? कसरी सहन्छिन् घृणाको यो भयभीत जोड? मेरो आँखाबाट बरर आँसु चुहियो। उनले देखलिन् भनेर मैले हत्तपत्त आफ्नो आँसु पुसे। बिस्तारै आफ्नो हात अघि बढाई उनको हातलाई चपक्क समाते। मधुरो बोली निस्कियो मेरो मुखबाट, सुन सुन, तिमी कमजोर कहिले पनि थिएनौ, न हिजोको दिनमा न आजको दिनमा। तर यो समयपछि तिम्रो प्रवेश हुन्छ नयाँ जीवनमा। जीवनभरको घाउ त पायौ तिमीले, जीवनभरको घाउ त पायौ तिमीले साथमा। तर यसलाई मरण बनाउँछौ या जीवनको कारण बनाउँछौ, यो चाहिँ तिम्रो हातमा। तिम्रो छान्ने पालो अब, तिम्रो छान्ने पालो अब। अब घाउ निचोरी निचोरी मरण शैयामा जान्छौ कि यसैलाई कारण बनाई जीवन छान्छौ?
आफ्नो गहले भरिएको आँखा उनले उठाइन्। उनको बोलीमा अलिअलि रिस पनि मिसिएको थियो। उनले मतिर प्रश्नले भरिएको आँखा उठाएर भनिन्, भन्नलाई धेरै सजिलो छ दिदी। आफूलाई परेको भए थाहा हुन्थ्यो तपाईलाई पनि कति गाह्रो हुन्छ भनेर। उनको यो बाणी सुनेर म स्तब्ध भएँ। तीतो थियो, नमिठो थियो, तर साँचो थियो। मानौ त्यही तीतो बोलीले मेरो दबेको आँटलाई हौसला दियो र प्रथम पटक वर्षौंदेखि बन्द राखेको त्यो कालो कोठाको तालचा उगारी मैले उनलाई भने, हो धेरै नै गाह्रो छ, सहनै नसक्ने गरी गाह्रो छ। आफूलाई परेको भएरै थाहा छ, तर यसलाई जित्न सम्भव पनि छ। शोषणको कालो रातलाई हटाएर र जितेर अगाडि बढ्न सम्भव छ। मलाई थाहा छ, परेको भएरै थाहा छ। यसैका साथ आजलाई यति नै। अर्को साता फेरि नयाँ विषय लिएर आउनेछु। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।